नमस्ते। यो के को फुल हो चिन्नुभयो? यदि चिन्नु भएन भने यो एकदम सबैको जीवन उपयोगी र औषधिको गुणले भरिपूर्ण फुल हो। म तपाईँलाई चिनाउँछु र के को औषधिको लागि यो प्रयोग हुन्छ त्यो पनि बताउँछु। भिडियो पुरै हेर्नुहोला। यो फुल भनेको तपाईँले धेरैले चिनि नै सक्नुभयो होला। यो पारिजातको फुल हो। जुन फुल भुइँमा झरेपछि मात्रै यसको प्रयोग गर्न मिल्ने भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। जुन यो पारिजातको फुल त्यो मन्दिरमा चढाउन पूजा गर्न त पवित्र भइहाल्यो। यो सबैतिर देवी देवता सबै ठाउँ मन्दिर पूजापाठ गर्न नि पवित्र भइगयो। धेरैले यस भगवानलाई पनि चढाउनुहुन्छ। र अर्को त्योभन्दा पनि अर्को यसको महत्त्वपूर्ण काम चाहिँ जरुरत औषधि चाहिँ टन्सिल, जुन यो जाडो महिना लाग्न लाग्यो तपाईँहरूको नि घाँटी दुख्ने टन्सिल हुने त्यो समस्या छ भनेदेखि यसले चट्टै निको पार्ने रहेछ। यो जुन सुकाएर यसलाई पानीमा पकाएर मजाले त्यो पानी खाइसकेपछि एकैचोटिमा चट हुने रहेछ। मेरो पनि त्यस्तै समस्या थियो। विभिन्न हस्पिटल गएँ, कति औषधि खाएँ, विभिन्न अरू औषधिहरू गरेँ, दुनियाँ औषधि गरेँ, त्यो कुनैले भएन। यसले चाहिँ चट्टै एकैचोटिमा चाहिँ मैले अलिकति खाँदा बित्तिकै ठिक भयो। त्यही भएर यो मैले जम्मा गरेर सुकाएर राख्ने र पछि कसैलाई काम लाग्छ, आफूलाई पनि काम लाग्छ भनेर यो गरेको। तपाईँको घाँटी दुख्ने त्यस्तो समस्या छ भने धेरै हस्पिटल जाने, दुनियाँ खर्च गर्नु पर्दैन। यसको एकैचोटिमा यसले बिसेक हुन्छ। अरू भन्दा पनि यो टन्सिल, घाँटी दुख्ने, विभिन्न पेटको समस्या लगायत हुन त अरू औषधि पनि होला। यसको औषधि गुणहरू धेरै होला, त्यो मलाई त्यति थाहा भएन। यो थाहा भएको कुरा चाहिँ तपाईँहरूलाई जानकारी गराएँ। तपाईँहरूले यो खान सक्नुहुनेछ।